यो चाहिँ हाम्रो 35 केजी को ट्र्याक्टर चाहिँ अनबक्सिङ हुँदैछ। 450G मोडल, जम्मा यसको वेट चाहिँ 35 केजी। यो चाहिँ एकदम मजासँग काठको बक्सामा प्याक भएर यसरी आउँछ। यसमा के आउँछ, कसरी फिट गर्ने भनेर सम्पूर्ण कुराहरू हामी हजुरहरूलाई देखाउँछौँ यहाँ। यसको चाहिँ सम्पूर्ण पार्ट्सहरू छुट्टा छुट्टै आउँछ, फालीहरू छुट्टै हुन्छ, टायरहरू जोड्नु बाँकी हुन्छ, इन्जिन र गियरबक्स चाहिँ जोइन भइसकेको हुन्छ, ह्यान्डलहरू जोड्नु बाँकी हुन्छ। ह्यान्डल हाल्नको लागि चाहिँ पहिला सुरु ह्यान्डलको पोजिसन मिलाउने, पोजिसन ठ्याक्क मिलाइसकेपछि यसलाई यहाँ यो लकमा यसरी ठ्याक्क छिराउने, छिराइसके पछाडि यसलाई यतापट्टिबाट यसरी ठ्याक्क यो छिराइसके पछाडि यो पोइन्टमा चाहिँ यसलाई लक गरिदिने यसरी, अनि त्यसलाई कस दिने। यति गरिसकेपछि चाहिँ यसलाई यहाँ मजासँग यस्तो कस्दाखेरि चाहिँ मजासँग टाइट हुनु पर्यो। अब यति भइसकेपछि मजासँग तल टायर हाल्ने। टायरको लागि एकदम इजी छ, ट्याक्क गर्ने, त्यसमा सिरापिनले लक गरिदिने, तलबाट लक हालिदिने, एक्सलसँग टायरको पोइन्ट मिलाएर सिरापिनले लक गरिदिने। त्यति गरिसकेपछि टायर यसको फिटिङ भइसक्यो। रेजिस्टेन्स रडलाई यहाँ यसरी छिराउने, यहाँ यो भाग छिराइसकेपछि तलबाट यसको मुनिपट्टि चाहिँ यो गुड्नेवाला टायर हुन्छ पछाडि सेफ्टीको लागि, त्यो टायरलाई खोल्न पनि मिल्छ, जोत्ने बेलामा खोलिदिँदा पनि भयो। त्यहाँ त्यसलाई त्यसरी फिट गर्ने, चिराबिनले लक गरिदिने। अब यति भइसकेपछि हामीले पाता फिट गर्नको लागि चाहिँ हामीसँग यो 10 को रेन्चु लाग्ने, तर घाट चाहिँ 13 को भएको होला। 4 वटा नट लिएर बल्ल त्यसलाई पाताको लागि फिट गर्न तयारी हुन्छ। एकदमै इजी छ पाता लगाउनको लागि पनि। यसरी आनन्दले नट फसाइदिने, अर्को नट पनि फसाइदिने। यति गरिसकेपछि हाम्रो एक साइडको पाता रेडी हुँदैछ, कस्न बाँकी। यो अर्को यो ब्राउन कलरको पातामा छेउमा चाहिँ सानो सानो गरामा निकाल्न पनि मिल्यो, ठुलो गरामा चाहिँ हिलो नछ्यापोस् भनेर एकदम लुक्स पनि दामी छ। ल फिट गर्दा चाहिँ यहाँ आमा म पनि लान्छु भनेर चाहिँ यहाँ उचाल्दै हुनुहुन्छ, आएर जोत्न सकिन्छ कि सकिँदैन भनेर हेर्दै हुनुहुन्छ। ए हो यतापट्टि ल उहाँ चाहिँ एकदम मजासँग हेर्दै हुनुहुन्छ। गरिसकेपछि हाम्रो यतापट्टिको पाता पनि यसरी ठ्याक्क लाएर यहाँ 2टा नटले कसिन्छ, यो यतापट्टि 3टा नटले कसिन्छ। यति भइसकेपछि हाम्रो लगभग मिनी पिलर चाहिँ रेडी भइसक्यो। अब यो पेट्रोल चाहिँ माथि ट्याङ्कीबाट यसरी हाल्ने मजासँग, सर नपोखिकन हालौँ, झ्याममा हालौँ 1 लिटर। यहाँबाट चाहिँ यो गियर ओइल GL3 ब्रान्डको यसरी यहाँबाट हाल्नुपर्छ। यो चाहिँ एकदम देख्नको लागि मह जस्तो हुन्छ, जहिले पनि यही GL3 वाला ग्रेडको चाहिँ यसमा युज गर्नुपर्ने हुन्छ। यसको गियर ओइलको क्यापेसिटी चाहिँ 1 लिटर हुन्छ। यसरी हालिसकेपछि चाहिँ यसरी हल्लाउँदाखेरि ठ्याक्क मुखमा आइदिनु पर्यो है त। यति भइसकेपछि क्याप लगाइदिनु। यसको मोबिल हाल्ने चाहिँ यहाँ अगाडिबाट यसरी, यहाँ यो जुन इन्जिनको डिपार्ट छ यो पछाडि भागमा गियर ओइल हाल्ने भयो, यो जुन अगाडिपट्टि भागमा चाहिँ यहाँबाट मोबिल हाल्ने। मोबिल हालिसकेपछि यो मजासँग नट टाइट गरिदिने, क्यापलाई चाहिँ मजासँग टाइट गरिदिने। यति भइसकेपछि हाम्रो अब स्टार्ट गर्नको लागि एकदम रेडी भयो। स्टार्ट गर्नको लागि यो स्विचलाई अन गर्ने, अन गरिसके पछाडि यो सेतो चोक छ, चोकलाई यतापट्टि तानेर डोरी तान्ने, यो धक्काउने। यति गरिसकेपछि यो रेडी भइसक्यो है त। अब हिँडाउनको लागि चाहिँ यसरी ठ्याक्क 1 नम्बरमा हाल्ने, यो माथिको क्लच छ, एक्सिलेटरलाई थोरै बटार्ने यसलाई अलिकति, अनि त्यसपछिबाट यो क्लचलाई चाहिँ यसरी समातेपछि अगाडि मजासँग हिँड्छ। त्यो 1 भयो। 2 नम्बर चाहिँ यो एकदम रेडी भइसक्यो हाम्रो यो चाहिँ। रोक्नु पऱ्यो भने चाहिँ हात छोडिदिनुहोस् आमा। हो, हात छोडेपछि रोकिहाल्यो।